잘 도와주면 아저씨가 맛있는 거 해줄게. 알았지? 이름이 빙사야, 빙사. 빙사 안녕. 아유 잠깐만. Best of luck, baby. मेरो मान्छे गयो क्लासमा. Hello everyone, welcome to our YouTube channel. It's me Vinsha Rana. आज चाहिँ म मेरो ड्याडी र म भएर आज मेरो स्कुल जाँदैछु. म पनि भर्खर उठेको. मेरो ड्याडीले उठाउनु भएको. म फ्रेस हुन जाँदैछु. आउनु यतै. म फ्रेस जान्छु. ड्याडी यहाँ पढ्दैछ है. ड्याडी चाहिँ यहाँ पढ्दै हुनुहुन्छ. म पुस्छु. ड्याडी उठ्नुहोस्. ड्याडीले उठ्ने. अब पानी खाने होइन. ओके पानी रेडी छ. मैले खाइसकेको हजुरलाई. गाइस म चाहिँ पानी खान्छु. गाइस चाहिँ अब मेरो आज स्कुलको बोतल जान्छ. स्कुलको बोतलमा नाम नेम प्लेट लेख्नु. गाइस यो चाहिँ मेरो बोतल हो. अनि भित्र चाहिँ यस्तो हो सानो ठुलो. पिन्सा. मेरो नाम हो फिन्सा. कोरियनमा फिन्साई भन्छ के. बिन्सा भन्छ नेपालीमा. कोरियनमा त्यस्तो भन्छ के. ओके ओके मलाई डर लागिरहेको. फर्स्ट टाइम गएको अलिकति मात्रै हातहरू डर. ल यहाँ साथीहरूले सोध्यो भने जानेन भने के गर्ने. इरामोयो छैरामी बिन्सा राना. गुड. छैरामी बिन्सा राना ए. ओ 어디에서 왔어요? 어디서 왔어요? 네팔에서. 네팔에서 왔어요. गाइस एउटा कुरा भनिदिनुहुन्छ है. उठाउनुहोस्. मैले हिजो लेखेको गानाद्वारा यो रेड कलर चाहिँ मेरो हो. रेड कलर चाहिँ मेरो. ब्लू कलर चाहिँ ड्याडीको. मेरो ड्याडीको होइन. ड्याडी चाहिँ यहाँ हुनुहुन्छ. हाई ल प्लास्टिक खाने. अर्को टाइमदेखि त बाबु सबै आफै गर्नुहुन्छ है. एक्चुअली यहाँ पानी हालिदिनु त गाईहरूलाई देखाउनु त पहिला पानी हालिदिनु त. ठिक छ. म पानी हालेर ल्याइहाल्छु. यो त स्कुल लाने होइन नि. यहीँ खाने गर्न म लाग्छ नि. छिस गर्ने गाइस यो चाहिँ छिस गर्ने कुरा है. यहाँ अठाएपछि छिस हुन्छ. यस्तो पर्छ कि अनि बल्ल हुन्छ. यस्तै झुरा निस्किन्छ. यस्तै हाल्ने. यस्तै यो त साइक्लिङ गर्दाखेरि साइक्लिङ गर्छ नि. साइकल चलाउँदै जान्छ नि. त्यो बेलामा गर्मी हुन्छ हो. छिट्टै छ.
मम्मी नि यता हुनुहुन्छ हौ। मम्मी चाहिँ जानु भयो डराएर। स्कुलमा के माम धेरै नलिनुहोस् है, मन पर्दैन के माम। आफै हुनुपर्छ। टिचरहरूले दिनुभयो भने 조금씩만 주세요. 조금씩 भनेको थोरै मात्र दिनुहोस्। 조금씩만 주세요. दिनुहोस्। 주세요 भनेको दिनुहोस्। थोरै मात्र दिनुहोस्। हस् गाइज है अब म निस्किन आएको मेरो स्कुलतर्फ है। अनि मैले ब्याग किन्न नभएर मैले मेरै ड्याडीको ब्याग बोक्छु। अनि यो चाहिँ मैले आफै किनेको न्यू ब्याग हो मेरो। सुज ब्याग होला। चप्पल पनि राखेको छु। यो चाहिँ क्लासमा लगाउने हो, यो चाहिँ बाहिर हो। तर यो स्कुल जाँदा हो, तर यो क्लासमा लगाउने गाइज। अब यसलाई बन्दाहरू त पर्यो गाइज। आउनु जाउँ। आज बाबुको फर्स्ट डे स्कुल। ए बाबुको स्कुल यहीँ छ है, हाम्रो घर अगाडि। पछाडिको गेटबाट जाने हामी। हामी चाहिँ स्कुलको पछाडिपट्टि छौँ बसेको, त्यही भएर हामी चाहिँ पछाडिको गेटपट्टि जाने हो आज। यताको गेट अहिले बन्द हो, त्यही भएर हामी उताको गेट जान्छ। अनि हाम्रो घर तल पनि खेल्ने ठाउँ छ। म सधैँ एक्लै खेल्न आउँछु तल है। अब हामी स्कुल जान आएको त्यही बाटो अब नजिक आइपुग्न लागेको। त्यहाँदेखि यो गेटबाट जाँदैन, यहीबाट जानु, उताबाट ढिलो हुन्छ। मेन गेटबाट जान उतापट्टि गेट खुल्ला रहेछ गाइस। 안녕하세요. 예쁘게 아이스크림. छोरीको आज फर्स्ट डे स्कुल। यहाँको चाहिँ खासै ड्रेसमा हुँदो रहेछ, सबै आउट ड्रेसमा। यो बाबुको क्लास आयो। अब चेन्ज गर्ने रे। सुज राख्नु। बेस्ट अफ लक। 해주시는 모바일로 알 수 있어요. 하고 있어요. 영어가 가능해요. 네팔어가 가능해요? 영어도 되나요? 그리고 네팔어는 되잖아요. 이게 AI 번역가 네팔이 가능해요? के भयो? Are you nervous? डर लाग्यो। डराउँदैन मेरो बाबु है?
आज फर्स्ट डे हो स्कुल। फर्स्ट दिन स्कुल जाइछ मेरो। अरे नयाँ साथीले देखाए बोल्ने खालको रहेछ। अस्ति ह्याप्पी भएको साथी है। So cute. चारको जुत्ता चाहिँ यता राख्दो रहेछ ऱ्याकमा। Best of luck, baby. मेरो बुन्टी गयो क्लासमा। ल भनिदिनुहोस् ड्याडी हामी आज 3 छुट्टीसम्म टिचरले 3 डेजसम्म टिचरले चाहिँ तल इल्चुङ भनेको तल्लो तलामा फर्स्ट फ्लोरमा छोरीलाई ल्याइदिनुहुन्छ अरे। त्यस पछाडि आफै आउने जाने सक्छ भनेर भन्नुभएको छ। छोरीले सायद आज आफ्नो साथीसँग पाठशाला नजाने पनि राम्रोसँग साथीहरूसँग घुलमिल हुनसक्छ। अनि त्यस पछाडि आफै आउनु जानु सक्छ होला जस्तो लागेको छ। आज चाहिँ नि अलिक छोरी फर्स्ट दिन भएर अलि नर्भस हुन्छ है। नर्भस एक्साइटेड पनि छ फेरि। एक्साइटेड पनि छ। साथीहरू आने भनेर हेलो भन्न आइसकेको छ साथीहरूसँग। अब झ्याम्बिन्छ, टेन्सन छैन। छिटो झ्याम्बिन्छ मेरो छोरी। ओके ल। आज फर्स्ट डे छोरीलाई छोडेर 1:40मा लिन आउनु। यही नजिकै बस्छ हामी बाबुको स्कुल। म फेरि ड्युटीमा जानु। मेरो बुढो फेरि ड्युटी जानुपर्ने 8 बजे। 9 बजिसक्यो। आज अलि ढिलो। मेरो बुढो छोरी छोडेर आएर काममा जानु लाग्नु भयो। म लिन्छु क्या। फोहोर पनि फाल्ने हुन्छ यति दिन। बुढो फेरि छोरी छोडेर आउने बित्तिकै काममा जानु लाग्नु छ। मैले भाषा नबुझ्ने के गर्ने। मेरो बुढो आफै जान्छ। यो त हेर किन्दैन फोहोर त। यो उता लाने हो? यो उता लाने हो? मेरो छोरीको स्कुल फर्स्ट डे लिन जाँदैछौँ। छुट्टी हुने बेला भयो। ड्याडीजी कामबाट आएर खाना खाएर लिन जाँदै हुनुहुन्छ। आज फर्स्ट डे भएर छुट्टी भयो कि भएन मेरो बुन्टीको। ग्राउन्ड रहेछ। मेरो बच्चा झरे हेर्न तल ल्याइदिनुहुन्छ भन्थ्यो टिचरले। यहाँको बच्चाहरूलाई त फोन दिँदो रहेछ है। अघि नै सबै फोनमा बोल्दा 빈사랑 약속을 저쪽으로 하시면 될 것 같아요. 후문 쪽에. 그럼 내일은 저기서 월, 화, 수만 제가 해드릴 테니까 나머지는 이제 약속하시고 가세요? 네. 오케이. 가시면 될 것 같아요. 빈사랑 저 뒤에서 약속하세요? 네. 빈사랑? 감사합니다. 네. 고맙습니다. 네. 인사고. बेबी ए कस्तो फिलिङ भयो आज फर्स्ट डे? 여기 ह्याप्पी? ठुलो टिभी हुँदो रहेछ। अनि त्यहीबाट पढाउनु हुँदो रहेछ। छोरीले खानु हुँदो रहेछ। राम्रो लाग्यो। हजुरको क्लासमेट हो? हिंसा गर्नुपर्छ। जसलाई पनि हामी त यता कुरेर बसिरहेको नि। भोलि के रे बाबु? हामीलाई टिचरहरूले यसरी खाजा खानु भन्दै यसरी खेलाउनु भएको नि। म त आत्ती होला छोरी भनेको त केक। भोलि आफै आउन सक्नुहुन्छ? खेलाउनु नि भयो। स्किपिङ ल्याउनु पर्दो रहेछ। यो त यसरी घुम्ने हो कि? अनि यस्तै घुम्ने।
बाबु साथीहरूले के भन्नुभयो त नि साथी भयो बोल्नुभयो कि नै हजुर के भनेर बोल्नुभयो त अलिकति मात्रै बोल्नुभयो बस अलिअलि भन्ने कुरा बुझ्नुभयो गाइज म चाहिँ भर्खर स्कुलबाट घर फर्किन लाग्यो अहिले 2 बज्यो यहाँ त छिटो छुट्टी हुने होइन म यही गेटबाट आएको कस्तो रमाइलो हो अनि टिभी पनि हेराउनु हुँदो रहेछ टिभीमा गीत के सिकाउनु हुँदो रहेछ टिभीहरू पनि हेर्न दिँदो रहेछ कि नपढे नि अनि कस्तो एकछिन रेस्ट टाइम भनेको त कति चिज चाहिएर एउटा गरेछ नि हो त्यो बच्चा भने खेल्न पायो भने टेबलले गरेर ठोकिदिने रहेछ कि अनि खाना के दियो नि मन पऱ्यो कि परेन बाबुलाई भात अनि एउटा सेतो सेतो के हो किलो थियो अनि सुप खाए अनि त्यो चिकन जस्तै हुन्छ त्यसको भित्र त्यो चिकन हुन्छ बाहिर चाहिँ सारो हुन्छ अनि त्यो खायो अनि त्यो पिरो खालको मसरुम हो कि के हो पिरो थियो मिठो लाग्यो एकचोटि चाखेको कति डेन्जर पिरो अनि त्यो त खाइन फालिदिए त्यो मैले के फाल्यो भने त्यो झोल र त्यो सेतो खालको फालिदिए अनि त्यो ओनियन र त्यो राइडिस खाइन फालिदिए अनि त्यो पिरो खालको पनि फालिदिए अरू चाहिँ राइस खानुभयो एउटा फ्रुट चाहिँ दिनुभएको थियो राइस त मिठो भयो बाबुले खाएन होला भनेर अनि क्लासमा साथीहरूसँग अलिकति कस्तो रमाइलो भयो क्लासमा साथीहरूसँग सँगै टोयो के भन्नुभयो टिचरले अघि टिचरले बाबुलाई लिन जाने बेलामा के भन्नुभयो भने खाना पनि राम्रोसँग खायो कोरियन खाना अनि बच्चा क्लासमेटहरूसँग पनि राम्रोसँग झ्याम्मियो केही समस्या छैन अब भोलि र पर्सिसम्म मैले चाहिँ नि तल ल्याएर तपाईँहरूलाई बुझाउने काम गर्छु अर्को दिनबाट चाहिँ नि देहान्सालाई आफैलाई याक्सुक भनेको एउटा यसरी यसरी आइज भनेर एउटा आफ्नो बच्चालाई चाहिँ नि त्यो फलो गर्न लगाउने अथवा त्यो भन्छ याक्सुक भनेको त्यसरी सिकाउनु है भनेर भनेको छ है लगायत अब यो म स्कुल गएको भिडियो मन पर्यो भने यो भिडियोले लाइक कमेन्ट फलो गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला साथी अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला थ्याङ्क यू फर वाचिङ बाई बाई